धन्यवाद। परमेश्वरले धेरै आशिष दिनुभएको होस्। यस समय हामी भेटी प्रार्थनामा जानेछौँ। आउनुहोस्, म हामी सबैको निम्ति भेटी प्रार्थना गर्नेछौँ। महान परमेश्वर, तपाईँ सर्वशक्तिमान परमेश्वर हुनुहुन्छ। हामीलाई प्रेम गर्ने, हामीलाई माया गर्ने वास्तविक परमेश्वर। हामीले हाम्रो प्रशस्तताबाट, हाम्रो कमाइहरूबाट परमेश्वरको नाउँमा हामीले यो भेटीहरू जम्मा गरेको छ। यसमा त परमेश्वरलाई आशिष दिनुहोस्। परमेश्वरको आशिष यो भेटीमा सदा सर्वदा दिनुहोस्। तपाईँ परमेश्वर ठुला ठुला कामहरूमा प्रयोग हुन सकेको होस्। येशू प्रभुको नाम, आमेन। हुन्छ, यो समय हामी वचनमा जानेछौँ। वचनको लागि म हाम्रो म्याखुन योमानलाई दिन चाहन्छु। उहाँले हामीलाई वचनबाट परमेश्वरको वचन बोलेर हामीलाई आशिष तुल्याउनु हुनेछ। यो समय म उहाँलाई दिन चाहन्छु। हुन्छ, सबैलाई जय मसीह। सायद म विश्वास गर्दछु मेरो आवाज क्लियर आएको छ। हुन्छ, हामी ढिलो नगरी हामी वचनमा गइहाल्नेछौँ। वचनमा हामी जानुभन्दा अगाडि म केही कुराहरू भन्छु। हामी वचन जब हामी प्रभुको वचनबाट सुन्न आउँदछौँ, हिब्रूको पुस्तकले भन्छ एलाइभ एन्ड एक्टिभ। वचन चाहिँ जीवित र क्रियाशील छ। सो यसले चाहिँ हाम्रो हृदयलाई छेडखानी गर्छ। मिन्स हृदयभित्र गएर यसले रूपान्तरणको कामहरू गर्छ। हामीले छोड्न नसकेको कुराहरू अथवा हाम्रो जीवनमा त्यो टाँसिएर बसेको पापहरू चाहिँ यसले हाम्रो जीवनबाट अनि ख्रिस्टको जीवन चाहिँ हाम्रो यो पापी जीवनमा ल्याउनलाई मद्दत गर्छ। सो वचन हामीले धेरै ध्यान दिएर सुन्नुपर्छ है त। हामी सिरिज वाइज जाँदैछौँ। सो आज मेरो भागमा पढेको चाहिँ कलसीको पुस्तक 1 अध्यायको 15 देखि 20 सम्म पढेको छ। यो हामी सबैजनाको निम्ति म पाठ गरिदिनेछु, ध्यान दिएर सुन्नुहोला। कलसी 1 को 15 देखि 20 सम्म शीर्षकमा यसरी लेखिएको छ, ख्रिस्टको सर्वश्रेष्ठता। 15 मा उहाँ अदृश्य परमेश्वरको प्रतिरूप, सारा सृष्टिका ज्येष्ठ हुनुहुन्छ, किनकि उहाँमा नै सबै थोक सृष्टि भएका थिए। स्वर्गमा र पृथ्वीमाथि भएका दृश्य र अदृश्य थोकहरू, चाहे सिंहासनहरू, चाहे प्रभुत्वहरू, चाहे प्रधानताहरू, चाहे अधिकारहरू, सबै थोक उहाँद्वारै र उहाँकै निम्ति सृजिएका हुन्। 17 मा उहाँ नै सबै कुराभन्दा अगाडि हुनुहुन्छ र उहाँमा नै सबै कुरा बाँधिएर रहेका छन्। उहाँ शरीर अर्थात् मण्डलीका शिर हुनुहुन्छ। उहाँ नै सुरु हुनुहुन्छ। मरेकाहरूबाट जीवित हुनुहुनेमा उहाँ ज्येष्ठ हुनुहुन्छ, ताकि प्रत्येक कुरामाथि उहाँ सर्वोच्च हुन्। किनकि उहाँको आफ्नो सारा पूर्णता ख्रिस्टमा बास गरेकोमा परमेश्वर प्रसन्न हुनुभयो। 20 मा र परमेश्वरले उहाँका क्रुसको रगतद्वारा शान्ति गराएर पृथ्वीको होस् वा स्वर्गको होस्, उहाँद्वारा नै सबै थोकलाई आफूसँग मिलापमा ल्याउनुभयो। आमेन। हामी छोटो प्रार्थना गर्नेछौँ। प्रभु, हामी तपाईँलाई धन्यवाद दिन्छौँ। तपाईँ परमेश्वरको वचनको निम्ति हामी आभारी छौँ अनि सम्पूर्ण श्रेय हामी तपाईँलाई दिँदछौँ। तपाईँ परमेश्वर योग्य गर्नुहुन्छ, हाम्रो बिचमा तपाईँ उचालिनु भएको होस्। हामी वचनको भागमा आएका छौँ। प्रभु, तपाईँको पवित्र आत्मा हामीलाई दिनुहोस्। हामी सक्दैनौँ, हाम्रो ज्ञान बुद्धि विवेकमा हामी भर पर्दैनौँ। हाम्रो समझ शक्तिहरू सबै बेकममा भएका छन्, व्यर्थका कुराहरू छन्। तर तपाईँको प्रकाशमा हामी भर पर्दछौँ। तपाईँको पवित्र आत्माले हामीलाई सहायता गर्नुहोस्। आजको वचन हामीलाई प्रकाशमा ल्याउनुहोस्, येशू प्रभुको नाम, आमेन। हामी वचनमा गइहाल्नेछौँ। त्योभन्दा अगाडि म थोरै ब्याकग्राउन्ड भन्छु। कलसीको पुस्तक कसले लेखेको भनेर मैले दोहोऱ्याइराख्नु पर्दैन सायद, त्यही पनि म दोहोऱ्याउँछु। कलसीको पुस्तक पावल द एपोस्टल, प्रेरित पावलले चाहिँ लेखेका हुन्। र उहाँले यो पुस्तक लेख्दाखेरि चाहिँ उहाँ कहाँ हुनुहुन्थ्यो भन्दाखेरि चाहिँ उहाँ चाहिँ रोममा झ्यालखानामा हुनुहुन्थ्यो। अनि यो चाहिँ समय कतिमा लेखे भन्नुहुन्छ भने एडी 60 देखि 62 तिर लेखिएको भनेर हामीलाई
पुस्तक परिचयमा हामी पाउँदछौँ। कसलाई लेखेको त हामी सबैलाई थाहा छ, कलस्सीको मण्डलीलाई उहाँले लेख्नुभएको। अनि किन लेखे त? विशेष गरी चाहिँ हामीले यो बुझ्नुपर्छ, कुनै पुस्तक हामीले पढ्दैछौँ भने हामीले अथरको बारेमा, लेखकको बारेमा हामीले प्रष्ट रूपमा बुझ्नुपर्छ। अनि लेखकले चाहिँ किन लेखेको हो त्यो कुरा बुझ्दाखेरि चाहिँ वचनले चाहिँ के कुरा हामीलाई भन्न लागेको हो त त्यो कुरा हामी प्रष्ट रूपमा बुझ्छौँ। त्यति बेला पहिलो शताब्दीतिर चाहिँ के थियो भन्दाखेरि त्यहाँ झुटो शिक्षाहरू थियो। अनि कस्तो खाले झुटो शिक्षाहरू थियो भन्दाखेरि चाहिँ एक नम्बरमा तपाईँहरूले यो कुरा याद गर्नुहोस् अनि वचनले के भन्न खोजेको हो एकदमै प्रष्ट हुन्छ है त। सुरुमा चाहिँ त्यति बेला चाहिँ झुटो शिक्षा कस्तो खाले थियो भन्दाखेरि नोस्टिसिजम भन्छ त्यसलाई। नोस्टिसिजमलाई चाहिँ यो खाले बुझ्नु, त्यति बेला चाहिँ उहाँहरूले कस्तो शिक्षामा विश्वास गर्थे भन्दाखेरि चाहिँ गोप्य ज्ञान हुनुपर्छ। हामीलाई मुक्ति पाउन चाहिँ ख्रिस्टलाई मात्र विश्वास गरेर हुँदैन, तर समथिङ इन्लाइटमेन्टको कुरा हुन्छ। हामीलाई चाहिँ त्यो प्रकाशमा ल्याएको गोप्य शिक्षाबाट, गोप्य ज्ञानबाट चाहिँ हामीले चाहिँ मुक्ति पाउँछ है भन्ने कुरामा विश्वास गर्थ्यो। र यही विश्वास गर्ने मान्छेहरूले के पनि भन्थे भन्दाखेरि चाहिँ येशू ख्रिस्ट चाहिँ यो शरीरमा आउनु भएको होइन भन्ने कुरालाई विश्वास गर्नुहुन्थ्यो। त्यही भएर पावलले यो पत्र चाहिँ लेख्दै हुनुहुन्छ। याद गर्नुहोस् एउटा कुरा, कलस्सीको पुस्तक लेख्दाखेरि पावल झेलखानामा छ। कलस्सीको मण्डली पावलले सुरु गरेको होइन। एफिससमा हुँदाखेरि इपाफ्रस भन्ने व्यक्ति त्यहाँ पावलले सुसमाचार सुनाउँदा इपाफ्रस त्यही हुनुहुन्थ्यो र त्यहाँबाट सुनेर इपाफ्रस चाहिँ कलस्सीमा फर्केर चाहिँ मण्डली स्थापना गरेको छ। अनि मण्डली सुरुवात हुन्छ र मण्डली सुरु भइसकेपछि चाहिँ त्यहाँ मण्डलीमा वृद्धिको साथसाथै झुटो शिक्षाहरू पनि आउँछ। त्यसैले पावललाई चाहिँ के भन्छ, इपाफ्रसले के भन्दैछ भन्दाखेरि चाहिँ तपाईँले चाहिँ हाम्रो निम्ति एउटा पत्र लेखिदिनुहोस् ताकि चाहिँ हामी चाहिँ यो झुटो शिक्षाको कुराहरूले तपाईँले लेख्नुभयो भने चाहिँ मान्छेहरूले विश्वास गर्नुहुन्छ होला भनेर चाहिँ इपाफ्रसले बिन्ती गरेको हुन्छ। त्यसैले पावलले यो पत्र चाहिँ झुटो शिक्षाहरूको विरुद्धमा त्यो कुरा प्रस्ट्याउनलाई चाहिँ ख्रिस्ट चाहिँ को हुनुहुन्छ, ख्रिस्टको सर्वश्रेष्ठताको बारेमा लेख्दै हुनुहुन्छ। अनि सुरुमा चाहिँ नोस्टिसिजमको विषयमा भने मैले। अनि सेकेन्डमा चाहिँ कस्तो खाले थियो भन्दाखेरि चाहिँ लिगालिजम भन्ने थियो। लिगालिजम भनेको चाहिँ मैले चाहिँ नियमहरू अथवा व्यवस्थाहरू अथवा कानुनहरू चाहिँ पालना मजाले सम्पूर्ण रूपमा गरेँ भने चाहिँ है मैले चाहिँ कानुनहरू पालना गरेँ भने मुक्ति पाइन्छ भन्ने विश्वास थियो। अनि यो खाना खानैपर्छ, विशेष यो खाना खानैपर्छ, विशेष दिनलाई मनाउनुपर्छ, अनि आफ्नो परमेश्वरलाई खुसी बनाउनुपर्छ कामहरूद्वारा भन्ने विभिन्न खालको विश्वासहरू थियो। यसलाई चाहिँ लिगालिजम भन्छ। यो चाहिँ नियम पालना गरेर मुक्ति पाउने भन्ने यस्तो झुटो शिक्षा थियो। अनि थर्डमा चाहिँ मिस्टिसिजम भन्छ। यो चाहिँ आत्मिक अनुभव र स्वर्गदूतहरूलाई विश्वास गरेर चाहिँ मुक्ति पाइने, भिजनहरूलाई विश्वास गरेर अनि दर्शनहरूलाई विश्वास गरेर अनि स्वर्गदूतहरूको पूजा गरेर अनि आफ्नो ध्यान हुँदाखेरि चाहिँ जब इन्लाइटमेन्ट हुन्छ त्यसपछि चाहिँ हामीले मुक्ति पाउँछौँ भनेर त्यस्तो खाले विश्वास गर्थ्यो। सो पावलले यो पत्र लेख्दैछ 1 र 2 अध्यायमा चाहिँ उहाँले के भन्नुभएको छ भन्दाखेरि मैले जस्ट ब्याकग्राउन्ड मात्र दिँदैछु। 1 र 2 अध्यायमा चाहिँ के भनेको छ भन्दाखेरि ख्रिस्टको सत्यतालाई 1 र 2 अध्यायमा प्रष्ट पारेको छ भने 3 र 4 अध्यायमा चाहिँ हामी के पाउन सक्दछौँ, हामीले जीवन कसरी जिउने त। अब ख्रिस्टलाई हामीले पायौँ, ख्रिस्टको सत्यतालाई जान्यौँ, अब चाहिँ प्र्याक्टिकल रूपमा हामीले जीवन कसरी जिउनुपर्छ भनेर 3 अध्याय र 4 अध्यायमा हामी त्यो कुराहरू पाउँदछौँ। र 1 अध्यायलाई हामी हेर्दैछौँ अनि 1 अध्यायको 1 र 2 पदमा चाहिँ सम्बोधन अभिवादनको कुराहरू हामी पाउँदछौँ। अनि 3 देखि चाहिँ 8 सम्म चाहिँ म तिमीहरूप्रति चाहिँ एकदमै धन्यवादी छु, तिमीहरूले यो काम गरेको छौ, सो यो कुराको निम्ति म परमेश्वरलाई धन्यवाद दिन्छु भनेर त्यो कुराहरू छ भने चाहिँ अब 9 देखि चाहिँ 14 सम्म चाहिँ प्रार्थना गर्नुभएको छ, तिमीहरूले चाहिँ यो आत्मिक ज्ञानहरू पाओस्। सबै 9 देखि चाहिँ 14 सम्म प्रार्थनाको कुराहरू छ भने 15 देखि चाहिँ अब चाहिँ मेन पावलले चाहिँ कलस्सीको मण्डलीहरूलाई के भन्न खोजेको मेन कुरा चाहिँ यहाँबाट सुरु हुन्छ। सो शीर्षक सुरु भएको छ ख्रिस्टको सर्वश्रेष्ठता।
अघि नै मैले भने त्यहाँ झुटो शिक्षाहरू थियो अनि ख्रिस्ट चाहिँ शरीरमा आउनु भएको होइन भनेर विश्वास गर्दै थियो अनि हामीले चाहिँ नियमहरू पालन गर्नुपर्छ अनि मात्र मुक्ति पाइन्छ, हामीले चाहिँ स्वर्गदूतहरूलाई चाहिँ पूजा गर्नुपर्छ अनि मात्र मुक्ति पाइन्छ भन्ने शिक्षाहरू आउँदै थियो। त्यसै कारणले पावलले अब चाहिँ 1:15 चाहिँ प्रश्न पार्दैछ, किन चाहिँ ख्रिस्ट चाहिँ सर्वश्रेष्ठ हो त भनेर। म 15 पढ्छु। उहाँ अदृश्य परमेश्वरको प्रतिरूप, सारा सृष्टिका ज्येष्ठ हुनुहुन्छ। यहाँ अब पावलले हामीले 15 20 राम्ररी बुझ्यो भने झुटो शिक्षाको सबै कुराहरू यहीँ पर्दाफास हुन्छ। खास गरी हामीले बुझ्यौँ भने उहाँ अदृश्य परमेश्वरको प्रतिरूप, सारा सृष्टिका ज्येष्ठ हुनुहुन्छ। यो यस्तो गहिरो कुरा छ। अदृश्य परमेश्वरको प्रतिरूप भनेको के हो त? हामीलाई त यूहन्नाको पुस्तक 1:18 ले के भन्छ? परमेश्वरलाई कसैले कहिले देखेको छैन, तर पुत्रले चाहिँ अदृश्यमा भएको परमेश्वरलाई प्रकट गर्नुभएको छ भनेर यूहन्नाको 1:18 भन्छ। अनि यो सम्बन्धी कुरा हामीले हिब्रू 1:3 पनि हेऱ्यौँ भने चाहिँ के छ त? महिमित प्रतिरूप। म एकचोटि पढिदिन्छु है त, त्यो चाहिँ एकदमै प्रश्न लेखेको छ, तपाईँले बुझ्नु भएको होस् भनेर म पढिदिन्छु। हिब्रू 1:3 तपाईँले टिप्पणी पनि गर्न सक्नुहुन्छ। हिब्रू 1:3 उहाँ नै परमेश्वरका महिमाको प्रतिबिम्ब र परमेश्वरकै स्वरूपको वास्तविक प्रतिरूप हुनुहुन्छ। प्रष्टै लेख्नुभएको छ। सो हामीले यहाँबाट के थाहा पाउँछौँ भन्दाखेरि चाहिँ कलस्सीको मण्डलीलाई पावलले पहिलो कुरा लेख्दै हुनुहुन्छ उहाँ भन्ने शब्द प्रयोग गर्नुभएको छ। उहाँले यहाँ चाहिँ ख्रिस्टलाई जनाउँदछ, याद गर्नुहोला। अनि 15 20 नै हामीले शब्दलाई याद गऱ्यौँ भने उहाँ भन्ने शब्दलाई हामीले गऱ्यौँ भने कतिवटा 15 20 नै 13 चोटि चाहिँ उहाँ भन्ने शब्द युज गर्नुभएको छ। मिन्स कुनै शब्द दोहोरिँदैछ भने त्यो एकदमै इम्पोर्टेन्ट छ, एकदमै महत्त्वपूर्ण छ। ख्रिस्टले पत्रुसलाई बोलाउँदाखेरि पत्रुस 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 भनेर बोलाउँछ, अनि मार्थालाई बोलाउँदा मार्था मार्था। सो किन त्यसरी रिभिजनको कुराहरू गर्दैछ? उहाँ ख्रिस ख्रिस क्रिस पाप यो कुरालाई किन दोहोऱ्याउँदैछ भन्दाखेरि चाहिँ एकदमै इम्पोर्टेन्ट छ। यो कुरा हामीले बुझ्नुपर्छ। अदृश्य परमेश्वरको प्रतिरूप हुनुहुन्छ। बाइबलले भन्छ 1 जोन 4:12 प्रष्टै भन्छ परमेश्वरलाई कहिले कसैले देखेको छैन, तर हामीले एकअर्कालाई प्रेम गर्यौँ भने पुत्र चाहिँ हाम्रो माझमा हुनुहुन्छ भनेर भनेको छ। मिन्स बाइबलले प्रष्टै भनेको छ परमेश्वरलाई कसैले पनि देखेको छ, तर यहाँ कलसीको पुस्तक 1:15 भन्दछ येशू ख्रिस्ट नै परमेश्वर हो है। येशू ख्रिस्टले परमेश्वर कस्तो हुनुहुन्छ प्रतिरूप छर्लङ्गै तिमीहरू देख्न चाहन्छौ भने तिमीहरूले येशू ख्रिस्टलाई हेर्नु पर्दछ। परमेश्वर कस्तो हुनुहुन्थ्यो भनेर बुझ्न चाहन्छौ भने तिमीहरूले येशू ख्रिस्टलाई हेर्नुपर्छ, उहाँको स्वरूपहरूलाई धारण गर्नुपर्छ। सारा सृष्टिका ज्येष्ठ हुनुहुन्छ। मिन्स फर्स्ट बोर्न भन्ने शब्द युज गर्नुभएको छ। यसमा हामीले मिसअन्डरस्ट्यान्ड गर्नु हुँदैन है त। फर्स्ट बोर्न भनेको उहाँ चाहिँ पहिलो जन्मिएको त्यस्तो भन्न खोजेको होइन। फर्स्ट बोर्न भन्ने शब्द चाहिँ युज गरेको चाहिँ खास गरी यो देखाउनु हो कि उहाँ चाहिँ ऱ्याङ्कमा भन्दा पनि अथोरिटीको कुरामा चाहिँ उहाँ पहिलो हुनुहुन्छ। उहाँ चाहिँ यहाँ पहिलो जन्मेको, दोस्रो जन्मेको अर्को, तेस्रो जन्मेको अर्को त्यस्तोमा भन्न खोजेको होइन। उहाँ चाहिँ सर्वश्रेष्ठ हुनुहुन्छ। उहाँ चाहिँ सृष्टि गर्दाखेरि उहाँसँगै हुनुहुन्थ्यो। आदिमा वचन हुनुहुन्थ्यो, वचन परमेश्वरसँग हुनुहुन्थ्यो। बाट के प्रष्ट हुन्छ भन्दाखेरि चाहिँ उहाँ परमेश्वरसँगै हुनुहुन्थ्यो। सारा सृष्टिका ज्येष्ठ उहाँ हुनुहुन्छ। सारा सृष्टिका फर्स्ट बोर्न भन्ने शब्दले चाहिँ हामीलाई त्यो कुरा प्रष्ट पार्न खोजेको होइन कि, तर उहाँ चाहिँ अथोरिटीमा सबैभन्दा माथि हुनुहुन्छ, ऱ्याङ्कमा सबैभन्दा माथि हुनुहुन्छ भन्ने कुरालाई बुझाउन खोजेको। किनकि उहाँमा नै सबै थोक सृष्टि भएका थिए। उहाँमा नै सबै थोक सृष्टि भएका थिए। स्वर्गमा
र पृथ्वीमाथि भएका दृश्य अदृश्य थोकहरू, चाहे सिंहासनहरू, चाहे प्रभुत्वहरू, चाहे प्रधानताहरू, चाहे अधिकारहरू, सबै थोक उहाँद्वारै उहाँकै निम्ति सृजिएका हुन्। र अझ प्रश्न पार्नलाई चाहिँ हिब्रू 1:2 के भन्छ भन्दाखेरि चाहिँ येशू ख्रीष्टद्वारा चाहिँ पुत्रद्वारा चाहिँ समस्त पृथ्वीलाई सृष्टि गर्नुभएको कुराहरू हिब्रूको लेखकले भन्नुहुन्छ। अनि यहाँबाट हामीलाई प्रश्न हुन्छ कि सबै थोक हुनुभन्दा अगाडि उहाँ हुनुहुन्थ्यो, किनकि उहाँमा नै सबै थोक सृष्टि भएका थिए वचनद्वारा मिन्स ख्रीष्टद्वारा। उहाँले सम्पूर्ण विश्वलाई हामीले जति पनि भिजिबल हुन्छ त्यो सबै कुराहरूलाई उहाँले वचनद्वारा सृष्टि गर्नुभयो मिन्स येशू ख्रीष्टद्वारा र येशू ख्रीष्टमा सृष्टि गर्नुभयो। यहाँ चाहिँ किन यति धेरै ख्रीष्टको सर्वश्रेष्ठताको बारेमा फोकस गर्दैछ भन्दाखेरि चाहिँ हाइपोस्टेटिक युनियनलाई मान्छेहरूले विश्वास गर्नुभएको थिएन। ख्रीष्ट 100% परमेश्वर हुनुहुन्छ, 100% मानिस हुनुहुन्छ भन्ने कुरालाई विश्वास गर्नुभएको थिएन। सो यहाँ चाहिँ ख्रीष्टको सर्वश्रेष्ठता देखाउनु जरुरी छ। सो पावलले प्रश्न पार्दैछ, उहाँले सबै कुराहरू बनाउनु भयो, चाहे स्वर्गमा होस्, चाहे पृथ्वीमा होस्, चाहे त्यो दृश्य कुरा होस्, चाहे अदृश्य कुरा होस्, चाहे प्रधानताहरू होस्, चाहे अधिकारहरू होस्, चाहे प्रभुत्वहरू होस्, सबै थोक उहाँद्वारा उहाँकै निम्ति सृजिएका हुन्, येशू ख्रीष्टकै निम्ति। यहाँबाट हामीले प्रश्न थाहा पाउन सक्दछौँ कि त्रिएक परमेश्वरले चाहिँ हामीले भन्ने शब्द त्रिएक भन्ने शब्दलाई युज गर्दै गर्दाखेरि हामीले त्यहाँबाट कसरी के थाहा पाउनुपर्छ भन्दाखेरि चाहिँ उहाँहरूको सम्बन्ध चाहिँ कसरी बिल्डअप भएको छ त, यो कुराहरू बुझाउनलाई पनि उहाँमा भन्ने शब्द यहाँ युज गर्नुभएको छ। सो सबै थोकहरू हामीले देख्ने तारामण्डलको कुराहरूदेखि लिएर यहोवा थोकको कुरालाई परमेश्वरले येशू ख्रीष्टमा सृष्टि गर्नुभएको छ र येशू ख्रीष्टद्वारा येशू ख्रीष्टकै निम्ति सृजिएको छ। अनि त्यो सबै कुराहरूबाट ख्रीष्टलाई महिमा भएको होस् भनेर यहाँ पावलले भन्दै हुनुहुन्छ। 17मा उहाँ नै सबै कुराभन्दा अगाडि हुनुहुन्छ। भन्न खोजेको के हो त, ख्रीष्टलाई यति धेरै फोकस गर्दैछ कि उहाँ अदृश्य परमेश्वरको प्रतिरूप हुनुहुन्छ, सृष्टिमा ज्येष्ठ हुनुहुन्छ, उहाँमा सबै थोक सृष्टि भएका छन्, स्वर्गमा पृथ्वीमाथि भएको सबै अदृश्य दृश्य अदृश्य कुराहरू, सिंहासनहरू, प्रभुत्वहरू, प्रधानताहरू, अधिकारहरू सबै थोक उहाँकै निम्ति उहाँद्वारा सृष्टि भए। र फेरि भन्दै हुनुहुन्छ उहाँ नै सबै कुरा भन्दा अगाडि हुनुहुन्छ। अघि नै मैले वचन भने, यूहन्ना 1:1 आदिमा वचन हुनुहुन्थ्यो, वचन परमेश्वरसँग हुनुहुन्थ्यो, वचन नै परमेश्वर हुनुहुन्थ्यो, ख्रीष्ट नै परमेश्वर हुनुहुन्थ्यो। अनि यो कुरालाई प्रश्न पार्नलाई हामीले द एक्जिस्टेन्स अफ द लर्ड जिजस क्राइस्ट भनेर हामीले यो पढ्नुपर्छ। अनि त्यहाँ चाहिँ हामीले प्रश्न रूपमा पाउँछ येशू ख्रीष्ट चाहिँ कसरी एक्जिस्ट गर्नुहुन्थ्यो त पहिल्यै संसारको उत्पत्तिभन्दा अगाडि नै भन्ने शब्दलाई हामीले व्याख्या गर्नु पर्दाखेरि चाहिँ हामीले चाहिँ यूहन्नाको पुस्तक 8:58 हामीले हेऱ्यौँ भने चाहिँ के पाउँछौँ भन्दाखेरि चाहिँ अब्राहम हुनुभन्दा अगाडि नै म रहेछु, म छु। ख्रीष्ट आफैले भन्नुहुन्छ है त, ख्रीष्ट आफैले मानिसहरूलाई भन्नुहुन्छ अब्राहम हुनुभन्दा अगाडि म छँदैछु, बिफोर अब्राहम आई वाज देयर। सो यो कुराले के प्रश्न पार्दैछ त, म चाहिँ त्रिएकतामा पहिल्यै अगाडि थिएँ, सृष्टि हुनुभन्दा अगाडि पहिला नै थिएँ, तर पछि चाहिँ म आएको यो संसारमा वचन देहधारी हुनुभयो, सो म यो धरतीमा आएको हो भनेर त्यो कुरालाई प्रश्न पार्नलाई पावलले यहाँ लेख्दै हुनुहुन्छ उहाँ नै सबै कुराभन्दा अगाडि हुनुहुन्छ र उहाँमा नै सबै कुरा बाँधिएका छन्। यो कुरालाई यो शब्दले हामीले राम्ररी बुझ्यौँ भने सबै कुरा छर्लङ्गै हुन्छ। अनि मानिसहरूले के कुरालाई विश्वास गर्छ भन्दाखेरि डार्विनको एभोल्युसनको कुराहरूलाई विश्वास गर्छन्। मान्छे कसरी बादलद्वारा आए अथवा कसरी बिल्डअप हुँदै आयो, विकास हुँदै आउँदाखेरि मानिस कसरी भए भन्ने कुरालाई मानिसहरूले प्रश्न पार्न खोज्छन्, साइन्टिस्टहरूले प्रश्न पार्न खोज्छन्। तर त्यो कुरालाई
त्यो कुरालाई भन्दा पनि हामीले बाइबललाई चाहिँ कसरी हेर्छौँ भन्दाखेरि उहाँ नै सबै कुराभन्दा अगाडि हुनुहुन्छ र उहाँमा नै सबै कुरा बाँधिएर रहेका छन्। जति पनि संसारमा हामीले यो चिजहरू दृश्य अदृश्यको कुराहरूलाई देख्दछौँ नि, युनिभर्सलाई अनि सूर्यलाई पृथ्वीले कसरी परिक्रमा गर्ने, 11वटा ताराहरूले कसरी परिक्रमा गर्ने, अनि यो सबै होल युनिभर्स कसरी एक्जिस्ट गर्छ, अनि पाल चाहिँ परमेश्वरले आकाशलाई कसरी टाग्नु भएको छ, त्यो सबै कुराहरूलाई निहाल्दै गर्दाखेरि यहाँ उत्तर पाउँछौँ उहाँमा नै सबै कुरा बाँधिएर रहेका छन्। ख्रिस्ट चाहिँ सबै कुराको केन्द्र हुनुहुन्छ। ख्रिस्टलाई सबै कुराको केन्द्रमा पावलले किन राखेको छ भन्दाखेरि चाहिँ त्यति बेलाको मान्छेहरूले ख्रिस्टलाई यो धरतीमा आउनुभएको होइन है, मानिसको रूपमा आउनुभएको होइन है भनेर झुटा शिक्षा फैलिएको थियो। त्यसैले प्रष्ट पार्नलाई सबै कुराहरू, चाहे पृथ्वीमा जेसुकै कुराहरू होस्, चाहे समुद्रमा जेसुकै कुराहरू होस्, चाहे स्वर्गमा पृथ्वी माथि जतिसुकै कुराहरू होस्, सबै कुरा येशू ख्रिस्टसँग बाँधिएको छ भनेर पावल भन्नुहुन्छ। अनि 18मा उहाँ शरीर अर्थात् मण्डलीका शिर हुनुहुन्छ। उहाँ नै सुरु हुनुहुन्छ, मरेकाहरूबाट जीवित हुनुहुनेमा उहाँ ज्येष्ठ हुनुहुन्छ, ताकि प्रत्येक कुरामाथि उहाँ सर्वोच्च हुन्। अब हामीले बाइबलमा हेऱ्यौँ भने मण्डलीलाई धेरै कुराहरूले चाहिँ त्यो गरेको कुरा पाउँछौँ। जस्तै गोठाला, भेडा गोठाला भयो, अनि मण्डलीलाई बुझाउनलाई, अनि बडी भयो, अनि तिमीहरू हाँगाहरू हो। अनि यहाँ चाहिँ मण्डलीलाई बुझाउन चाहिँ शरीर भन्ने शब्दलाई युज गर्नुभएको छ, बडी। अनि अर्थात् मण्डलीको शिर हुनुहुन्छ। हामीले यो कुरा हामीलाई थाहा छ, यदि शरीर मात्र छ तर शिर छैन भने चाहिँ त्यो मान्छे भनौँ अथवा त्यो जेसुकै भनौँ, त्यो मरेको हुन्छ। शिर बिना कोही पनि बाँचेको हुँदैन। त्यहाँ शिर छ भने ओ त्यो मान्छे रहेछ अथवा बाँचेको रहेछ भन्ने हुन्छ। तर धेरैवटा शिरहरू भयो भने पनि हामी त्यसलाई मोन्स्टर भन्छौँ। जस्तै हामी के भन्छ, रावणको 10वटा शिर थियो अरे। हामी त्यो कुरा पढ्छौँ त, सुन्छौँ पनि, अनि मोन्स्टरको रूपमा लिन्छौँ हामी। तर यहाँ बाइबलले के भन्छ, उहाँ शरीर अर्थात् मण्डलीका शिर हुनुहुन्छ। मण्डलीको शिर ख्रिस्ट हुनुहुन्छ। हामीले यो कुरा बिर्सनु हुँदैन। हामी बडीको विभिन्न पार्टहरू हौँ। हातको आफ्नै काम छ, खुट्टाको आफ्नै काम छ, पेटको आफ्नै काम छ, नाकको आफ्नै काम छ, अनि आँखाको आफ्नै काम छ, जिब्रोको आफ्नै काम छ। तर मण्डलीको शिर चाहिँ येशू हुनुहुन्छ। हामीले यो कुरा बिर्सनु हुँदैन। यदि शिर छैन भने शरीरको केही काम हुँदैन, मरेको बराबर हो। सो यहाँ पावलले प्रश्न पार्दैछ कि मण्डलीको शिर पनि ख्रिस्ट हुनुहुन्छ र उहाँ नै सुरु हुनुहुन्छ। हामीले प्रकाशको पुस्तक 22 अध्यायको 13तिर हामीले हेऱ्यौँ भने के छ त, अल्फा र ओमेगा म नै हो, सुरु अन्त म नै हो, अनि पछिल्लो र पहिलो म नै हो भनेर प्रश्न पारेको छ। अनि के भन्छ, रेभोल्युसनको 1को 7-8तिर पनि यही कुरा, अल्फा ओमेगा म नै हो, जो हुनुहुन्थ्यो, हुनुहुन्छ, हुन आउनुहुन्छ। यहाँबाट हामीले के कुरालाई देख्न सक्दछौँ भन्दाखेरि चाहिँ पावलले त्यही कुरालाई, जुन कुरा ख्रिस्टले भन्नुभयो त्यही कुरालाई डिकोड गर्दै हुनुहुन्छ। उहाँ सुरु हुनुहुन्छ, उहाँ अन्त्य हुनुहुन्छ। सुरुमा उहाँ हुनुहुन्थ्यो, अन्त्यमा पनि उहाँ हुनुहुनेछ, प्रश्न पार्दै हुनुहुन्छ। अनि मरेकाहरूबाट जीवित हुनुहुनेमा उहाँ ज्येष्ठ हुनुहुन्छ, ताकि प्रत्येक कुरामाथि उहाँ सर्वोच्च हुन्। हामीलाई थाहा छ मरेको मान्छे जीवित भएकोमा उहाँ पहिलो हुनुहुन्छ भन्न खोजेको होइन। यहाँ फेरि फर्स्ट बर्न भन्ने शब्दलाई यहाँ युज गर्नुभएको छ। यहाँ चाहिँ उहाँले अथोरिटीको कुरा अनि ऱ्याङ्कको कुरालाई उहाँले देखाउन खोज्नुभएको। लाजरस मरे त, लाजरस मरे,
फेरि ख्रिस्टले उहाँलाई जीवित पार्नुभयो, फेरि पनि मरे। तर हामीले याद गर्नुपर्छ ख्रिस्ट मर्नुभएको थियो अनि तेस्रो दिनमा उहाँ बौडी उठ्नुभयो र उहाँ सदा सर्वदै जीवित रहनुभयो। मिन्स त्यहाँ चाहिँ ऱ्याङ्कमा पहिलो नम्बर 1 यस्तो दोस्रोमा यस्तो भन्न खोजेको होइन। यहाँ चाहिँ उहाँको सर्वश्रेष्ठतालाई देखाउन खोजेको छ। उहाँ मरेकोबाट पहिलो हुनुभयो, उहाँले मृत्युलाई जित्नुभयो। मृत्युलाई हामी मर्छौँ, लाजरस मर्यो अनि फेरि जीवित भयो, फेरि मर्यो। त्यसलाई चाहिँ मृत्युमाथि जीवित भयो, मृत्युमा विजय भयो भनेको भन्न मिल्दैन है, त्यो शब्द युज गर्न मिल्दैन। तर येशू ख्रिस्टमा चाहिँ हामीले त्यो शब्द युज गर्न मिल्छ, उहाँले मृत्युलाई जित्नुभयो। बाइबलले भन्दछ ए मृत्यु तेरो खिल कहाँ छ। मिन्स उहाँले सबै कुरालाई जित्नुभयो, त्यसैले उहाँ ज्येष्ठ हुनुहुन्छ। उहाँको सुप्रिमेसीलाई देखाउन खोजेको ताकि प्रत्येक कुरामाथि उहाँ सर्वोच्च हुन्। फेरि सर्वोच्चकै कुरा आउँदैछ, किन भन्दाखेरि चाहिँ हामीले 15 देखि 20 पदलाई राम्ररी निहालेर हेऱ्यौँ भने खास गरी येशू ख्रिस्टको चाहिँ मुख्य आइडेन्टिटी चाहिँ पावलले यतिबाटै देखाइदिएको छ, सबै कुराहरू, होल थिङलाई है त। अनि 19मा किनकि उहाँको आफ्नो सारा पूर्णता ख्रिस्टमा बास गरेकोमा परमेश्वर प्रसन्न हुनुभयो भनेको छ। उहाँको आफ्नो सारा पूर्णता ख्रिस्टमा बास गरेकोमा परमेश्वर प्रसन्न हुनुभयो। परमेश्वरलाई कसले प्रसन्न पार्न सक्छ? त्यो सबैभन्दा गाह्रो काम हो। हामी हाम्रो कामद्वारा, हाम्रो अनुभवहरूद्वारा, हामीले बढी बाइबल पढ्यो अथवा यताउति त्यो सबै कामहरू गर्दाखेरि परमेश्वर प्रसन्न हुनुहुन्न। त्यसैले त हामीलाई थाहा छ मुक्ति सित्तैको वरदान हो, त्यो चाहिँ ख्रिस्टबाट आउँछ। सो यहाँ उहाँले भन्दै हुनुहुन्छ पावलले, उहाँको आफ्नो सारा पूर्णता ख्रिस्टमा बास गरेकोमा परमेश्वर प्रसन्न हुनुभयो। हामीलाई थाहा छ मत्ती 3 हामीले हेऱ्यौँ भने त्यहाँ के लेखेको छ भन्दाखेरि चाहिँ जब येशू ख्रिस्टले बप्तिस्मा लिनुभयो अनि पवित्र आत्मा ढुकुरको रूपमा आउनुभयो र माथिबाट एउटा बानी आउँछ, यिनी मेरो प्रिय पुत्र हुन्, यिनीसँग म अति प्रसन्न छु। यो शब्द कसलाई युज गरेको छ र? जोसँग उहाँ प्रसन्न हुनुहुन्छ उहाँले त्यो शब्द युज गर्नुहुन्छ। परमेश्वरले आफ्नो पुत्रमा सबै कुरा राख्नु भएको छ, सारा पूर्णता ख्रिस्टमा बास गरोस् भनेर राखिदिनु भएको छ सबै कुरा, र त्यो कुरामा चाहिँ परमेश्वर प्रसन्न हुनुभएको छ। हामीले हिब्रूको पुस्तकमा पढ्यौँ भने चाहिँ कुनै स्वर्गदूतलाई बाइबलको पदले भन्छ, मलाई एक्ज्याक्टली थाहा छैन, 1 अध्याय 2 अध्यायतिरै छ, स्वर्गदूतहरू चाहिँ ख्रिस्टभन्दा सर्वश्रेष्ठ हुनुहुन्न, मोसाभन्दा येशू ख्रिस्ट श्रेष्ठ हुनुहुन्छ। हामीलाई थाहा छ के भन्छ र मल्किजेदेक भन्दा पनि येशू ख्रिस्ट श्रेष्ठ हुनुहुन्छ। के भन्छ हिब्रूको पुस्तकले प्रष्ट भनेको छ कि कुन चाहिँ स्वर्गदूतलाई उहाँले भन्नुभयो कि तिमी मेरो दाहिने हातपट्टि बस जबसम्म म तिम्रो शत्रुहरूलाई खुट्टा तिम्रो पाउदानमा राख्दिन। कसले भन्छ? कुन चाहिँ स्वर्गदूतलाई परमेश्वरले भन्नुभएको छ यिनी मेरा प्रिय पुत्र हुन्, यिनीसँग म अति प्रसन्न छु? खाली एकमात्र ख्रिस्टलाई लिएर चाहिँ परमेश्वरले त्यो कुरा भन्नुभएको छ, किनभने सारा कुरा ख्रिस्टमा सुम्बिँदाखेरि परमेश्वर प्रसन्न हुनुभएको छ। र 20मा परमेश्वरले उहाँका क्रुसको रगतद्वारा शान्ति गराएर पृथ्वीको होस् वा स्वर्गको होस्, उहाँद्वारा नै सबै थोकलाई आफूसँग मिलापमा ल्याउनु भयो। सुसमाचार यही टुङ्गिन्छ हामीले बुझ्ने हो भने। जब लुसिफरले उहाँको विरुद्धमा आवाज उठाए, उहाँको घमण्ड, लुसिफरको घमण्डको कारणले गर्दा, त्यसको घमण्डको कारणले गर्दाखेरि स्वर्गबाट परमेश्वरले फालिदिनुहुन्छ अनि मानिस जातिलाई आफ्नै स्वरूपमा बनाउनुहुन्छ परमेश्वरले। अनि मानिस जातिलाई आफ्नै स्वरूपमा
उहाँले बनाउनुहुन्छ र परमेश्वरलाई महिमा दिन सङ्गति गर्न, विशेष गरी म यो शब्द चलाउन एकदमै खुसी छु, सङ्गति गर्नलाई। र 1 यूहन्नाको पुस्तकले भन्छ हाम्रो सङ्गति कोसँग छ? पिता र पुत्रसँग, त्रिएक परमेश्वरसँग हाम्रो सङ्गति छ। अनि त्यो सङ्गति चाहिँ जब मानिस जातिले पाप गरे त्यो टुक्रियो, अलग भयो, उहाँको उपस्थितिबाट अलग भयो, स्वर्ग र पृथ्वीको कुराहरू अलग भयो, हामी स्वर्गमा टेक्ने बाटो अलग भयो। अनि लास्टमा यहाँ शब्द युज गर्नुभएको छ क्रुसको रगतद्वारा, उहाँका क्रुसको रगतद्वारा। यो चाहिँ यो खाले शब्द चाहिँ हामीले युज गरेको कहीँ पनि पाउँदैनौँ। क्रुसको रगत भन्ने शब्द युज गरेको हामीले पाउँछौँ, तर उहाँका क्रुसको रगतद्वारा भन्ने शब्द हामी हत्तपत्ता हामी पाउन सक्दैनौँ बाइबलमा। उहाँले क्रुसको रगतद्वारा शान्ति गराएर भन्ने शब्द युज गरेको छ। यो एकदमै जटिल शब्द उहाँले पावलले यहाँ सबै कुरालाई एकैचोटि प्रष्ट पार्नलाई युज गर्नुभएको छ। उहाँका क्रुसको रगत, उहाँको रगत भनेर हामीले सजिलैसित पाउन सक्छौँ, क्रुसको रगत भनेर हामीले सजिलैसित पाउन सक्छौँ। तर यहाँबाट पावललाई यो प्रमाणित गर्नु छ कि सबै कुरा उहाँकै हो, उहाँका क्रुसको रगतद्वारा चाहिँ सबै कुराहरू मिलापमा आएको छ भन्ने कुरालाई पावललाई यहाँ देखाउनु छ। सो कलसीको मण्डलीलाई लेख्दैछ पावलले, परमेश्वरले उहाँका क्रुसको रगतद्वारा शान्ति गराएर, जुन सम्बन्ध आदमको बगैँचामा टुटेको थियो, आदमले पाप गर्दाखेरि त्यो सम्बन्ध हामी उहाँको उपस्थितिबाट, बेसिकली भन्नुपर्दाखेरि हामी उहाँको उपस्थितिबाट अलग भएका थियौँ। सो यो कुरालाई जोड्नलाई परमेश्वरले आफ्नो एकमात्र पुत्र उहाँका क्रुसमा उहाँको रगतलाई चढाएर शान्तिमा हामीलाई ल्याउनु भएको छ र स्वर्ग र पृथ्वीको सबै कुराहरूलाई फेरि उहाँसँग मिलापमा ल्याउनु भएको छ। सुसमाचार यही नै हो, हामीले यो कुरा बुझ्नुपर्छ। उहाँद्वारा नै सबै थोकलाई आफूसँग मिलापमा ल्याउनु भयो भन्ने शब्द युज गर्नुभएको छ। पावल कस्तो खाले मान्छे थिए हामीले यहाँबाट बुझ्न सक्छौँ, उसको टिचिङहरू कस्तो गम्भीर खाले छ हामीले यहाँबाट बुझ्न सक्छौँ। ख्रिस्टको सर्वश्रेष्ठतालाई, ख्रिस्टको सुप्रिमेसीलाई यहाँ किन यति धेरै फोकस गरेको छ त? 15 देखि 20 पदसम्म नै हामीले उहाँ भन्ने शब्द, ख्रिस्टलाई रिप्रेजेन्ट गर्नलाई उहाँ भन्ने शब्द युज गर्नुभएको छ। 13 चोटि युज भएको छ 6वटा पदमा। पावलले किन ख्रिस्टलाई यसरी, उहाँ चाहिँ सबैभन्दा माथि हुनुहुन्छ, उहाँको सर्वश्रेष्ठतालाई देखाउन खोजेको छ भन्दाखेरि चाहिँ सबै कुरा ख्रिस्ट चाहिँ हाम्रो लागि इम्पोर्टेन्ट मात्र होइन, सबै कुरा नै ख्रिस्ट हो भन्ने कुरालाई देखाउन खोजेको छ। खास गरी हाम्रो जग, हाम्रो विश्वासलाई सुरु गर्नुहुने, अन्त गर्नुहुने अल्फा ओमेगा परमेश्वर, हामी जेसुकै भन्छौँ सबै ख्रिस्ट हुनुहुन्छ। परमेश्वरले सबै कुरा ख्रिस्टमा राखिदिनु भएको छ र यो कुरामा चाहिँ परमेश्वर प्रसन्न हुनुभएको छ। अब बाइबलले भनेको छ, एफिसीको पुस्तकले भनेको छ, उहाँलाई के कुराले प्रसन्न पार्छ त्यो कुरालाई जान्ने इच्छा गर, खोज्ने इच्छा गर भनेको छ। हामीले केलाई खोज्नु पर्ने रहेछ त? ख्रिस्ट। त्यसैले त कलसीको पुस्तकले अथवा कुन पुस्तकले हो, माथिको कुरामा मन लगाऊ, माथि चाहिँ को छ त? ख्रिस्ट छ। हामीले यो कुरा बुझ्नुपर्छ। ख्रिस्टको सुप्रिमेसीबाट हामीले के कुरालाई चाहिँ बुझ्ने त? उहाँ चाहिँ संसारको उत्पत्तिभन्दा अघिबाटै हुनुहुन्थ्यो। हामीलाई विश्वास छ यो कुरामा। तर पावलले यहाँ प्रश्न पार्दैछ, तिमीहरूले सुनेर जुन तिमीहरूको बिचमा शिक्षाहरू हुँदैछ त्यो गलत हो है। तिमीहरूले चाहिँ यो कुरालाई फलो गर्नुपर्छ। येशू ख्रिस्ट अदृश्य परमेश्वरको प्रतिरूप हो, उहाँ सृष्टिको ज्येष्ठ हुनुहुन्छ, उहाँमा सबै थोकहरू सृष्टि भए, चाहे जेसुकै दृश्य अदृश्य कुराहरू, प्रधानता सिंहासन सबै कुराहरू उहाँकै निम्ति उहाँद्वारा सृजिए। सबैभन्दा अगाडि उहाँ हुनुहुन्छ, उहाँमा सबै कुरा बाँधेर राख्नु भएको छ। बाँधेर भन्ने शब्द युज गर्नुभएको छ। ख्रिस्ट सबै कुराको केन्द्र हुनुहुन्छ भन्न खोज्नु भएको हो यहाँ पावलले। अनि उहाँ शरीर अर्थात् मण्डलीको शिर हुनुहुन्छ।
उहाँ नै सुरु हुनुहुन्छ, मरेकोहरूबाट जीवित हुनु नै उहाँ पहिलो हुनुहुन्छ, ज्येष्ठ हुनुहुन्छ र उहाँले सबै कुरा ख्रिसलाई दिनुभएको छ। ख्रिसलाई चाहिँ त्यो नाउँ बनाउनु भएको छ सबैभन्दा माथि, सर्वोच्चमा हुन् भनेर। अनि र त्यो कुराहरू सबै कुरा ख्रिसलाई दिँदाखेरि, ख्रिसमा सुम्पिँदाखेरि परमेश्वर प्रसन्न हुनुभएको छ र उहाँका क्रुसको रगतद्वारा शान्ति गराएर सबै कुरालाई परमेश्वरसँग फेरि मिलापमा ल्याउनु भएको छ। यहाँबाट हामीले एउटै कुरा बुझ्नुपर्छ, ख्रिस नै सबै कुरा हुनुहुन्छ। ख्रिस महत्त्वपूर्ण मात्रै होइन, सबै थोक नै ख्रिस हुनुहुन्छ। उहाँले पावलले बेसिकली 15देखि 20बाट एउटै कुरा भन्न खोज्नुभएको, ख्रिस बिना चाहिँ तिमीहरू केही पनि होइन। यदि ख्रिसलाई नै तिमीहरूले विश्वास गरेको छैन भने, चाहे तिमीहरूको कानुन होस्, चाहे तिमीहरूले स्वर्गदूतहरूलाई पुजौ अथवा दर्शनहरूलाई विश्वास गरेर तिमीहरू मुक्ति पाउन चाहन्छौ, नियमहरूलाई विश्वास गरेर तिमीहरू मुक्ति पाउन चाहन्छौ, त्यो सबै कुरा व्यर्थ हुन्। ख्रिस संसारमा आउनुभएको हो, उहाँ 100% गड हुनुहुन्छ, 100% मानिस हुनुहुन्छ, त्यो कुरामा डिबेट छैन भनेर पावलले कलसीको मण्डलीलाई झुटो शिक्षाबाट बच्नलाई यो शिक्षा दिँदैछ। आज हामीले यहाँबाट के बुझ्नुपर्छ त? सबै कुराको केन्द्र ख्रिस हुनुहुन्छ, उहाँ जस्तो कोही पनि छैन। मुक्ति पाउनलाई ख्रिस मात्रै इनफ हुनुहुन्छ है, हामीले याद गर्नुपर्छ। मुक्ति पाउनलाई स्वर्गदूतलाई विश्वास गर्ने, मूसालाई विश्वास गर्ने अथवा हाइपोस्टेटिक युनियनलाई विश्वास नगर्ने त्यस्तो होइन। ख्रिस इनफ, क्राइस्ट इज इनफ फर मी भन्ने गीत छ नि, तपाईँ र मैले विश्वास गर्दाखेरि चाहिँ चाहे मान्छेहरूले जेसुकै भनोस्, यो कुरा याद गर्नुहोस्, येशू ख्रिस हाम्रो मुक्तिको निम्ति पर्याप्त हुनुहुन्छ। उहाँ बाहेक अरू नाउँ चाहिँदैन हामीलाई, खास गरी भन्ने। सो म यो वचनबाट तपाईँलाई यही उत्साह दिन चाहन्छु। हामीले हाम्रो मण्डलीहरूमा विभिन्न शिक्षाहरू हामीले सुन्छौँ, नेपालमा त्यस्तो धेरै शिक्षाहरू आइसकेको छ। सो हामीले यहाँबाट सिक्नुपर्ने एउटै कुरा चाहिँ, ख्रिसभन्दा अगाडि कोही छ भने त्यो झुटो शिक्षा हो, अथवा हृदयको मूर्तिहरूको कुरा होस्। ख्रिसभन्दा अगाडि तपाईँले केही कुरालाई राख्दै हुनुहुन्छ भने त्यो मूर्ति पूजा हो। बाइबलले प्रष्टै भन्छ, चाहे त्यो धन सम्पत्तिको कुरा होस् अथवा चाहे जेसुकै कुरा होस्, तपाईँको पार्टनरसँगको रिलेसनको कुराहरू होस् अथवा परिवार होस्, करियर होस्, जेसुकै होस्, ख्रिसभन्दा अगाडि केही कुरालाई तपाईँले राख्नुभएको छ भने तपाईँ ख्रिसको विपरीत हुनुहुन्छ, ख्रिसको शिक्षाहरू तपाईँमा छैन। सो म यो वचनबाट तपाईँलाई यही उत्साह दिन चाहन्छु, हामीले ख्रिसभन्दा अगाडि केही कुरालाई नराखौँ, सबै कुरा केन्द्रमा, सबै कुरालाई वरिपरि राख्दै गर्दाखेरि ख्रिस चाहिँ केन्द्रमा रहोस्। हामी विदेशमा छौँ, कोही मान्छेहरू विदेशमा हुनुहुन्छ, हामी काठमाडौँमा छौँ, एन्ड आफ्नै परिस्थितिहरू छ, अनि विभिन्न परिस्थितिहरूबाट भएर जाँदै गर्दाखेरि चाहिँ हामीले ख्रिसलाई भुलि पठाउँदछौँ। याद गर्नुहोला, त्यो सबैभन्दा डेन्जर कुरा हो जिन्दगीमा गर्न नहुने सबैभन्दा डेन्जर कुरा। तपाईँले ख्रिसलाई कहिले भुल्नु हुँदैन अथवा ख्रिसभन्दा अगाडि कुनै कुरालाई राख्नु हुँदैन। सो विदेशमा मेहनत गर्दाखेरि पढ्दै गर्दाखेरि अनि पापसँग सङ्घर्ष गर्दै गर्दाखेरि म तपाईँलाई यही उत्साह दिन चाहन्छु, ख्रिस तपाईँ र मेरो साथमा हुनुहुन्छ, उहाँ केन्द्र हुनुहुन्छ। हामीले सबैभन्दा अगाडि ख्रिसलाई राख्नुपर्छ। हुन्छ, हामी प्रार्थना गरौँ। प्रभु धन्यवाद छ तपाईँको वचनको निम्ति, तपाईँलाई महिमा होस् आजको वचनको निम्ति, तपाईँलाई प्रशंसा होस्। हामी ख्रिसलाई हाम्रो जीवनमा सबैभन्दा अगाडि राख्न चाहन्छौँ। उहाँ नै जीवन हुनुहुन्छ, बाटो सत्य र जीवन उहाँ हुनुहुन्छ। हामीले ख्रिसको सर्वश्रेष्ठताको विषयमा हेऱ्यौँ। तपाईँ हुनुहुन्छ, हामी विश्वास गर्छौँ। तपाईँ माथि हुनुहुन्छ, तपाईँ संसारको सबैभन्दा माथिल्लो दर्जामा तपाईँ हुनुहुन्छ। तपाईँ सृष्टिकर्ता परमेश्वर हुनुहुन्छ। तपाईँमा सबै कुराहरू सृष्टि भए, तपाईँद्वारा नै तपाईँको निम्ति सबै कुराहरू सृष्टि भए, हामी विश्वास गर्दछौँ। तपाईँ परमेश्वरमा हामी भरोसा गर्दछौँ। तपाईँ हाम्रो शिर हुनुहुन्छ। तपाईँले जस्तो हामीलाई आज्ञा दिनुभएको छ हामी त्यस्तै फलो गर्न चाहन्छौँ। हामीलाई तपाईँको
खोट नभएको निष्कोट मण्डली तपाईँले बनाउनुहोस्। पापसँग सङ्घर्ष गर्दै गर्दाखेरि अनि परदेशमा हामीले मेहनत गर्दै गर्दाखेरि अनि यो कुराहरू हामी भुल्ने छैनौँ। तपाईँ ख्रिस्ट हाम्रो साथमा हुनुहुन्छ, तपाईँले हामीलाई सान्त्वना दिनुहुन्छ, तपाईँ हाम्रो आशा हुनुहुन्छ। धन्यवाद छ परमेश्वर, आजको वचनबाट तपाईँ परमेश्वरले हामीलाई आशिष दिनुभएको निम्ति धन्यवाद छ। सबै आदर भक्ति महिमा तपाईँलाई दिन्छौँ येशू प्रभुको नाममा, आमेन। हुन्छ, बाँकी समय सञ्चालकज्यूलाई दिन चाहन्छु। जय मसीह। परमेश्वरलाई महिमा भएको होस्। हाम्रो वचन दिनुहुने वक्तालाई परमेश्वरले धेरै आशिष दिनुभएको होस्। यता कति आउने जाने भएको कारणले म बिचमा जोइन हुने फेरि निस्किने भइरहेको छु। तैपनि कलसीको पुस्तकबाट उहाँले हामीलाई सिकाउनु भएको छ। धेरै धेरै धन्यवाद। हामी अन्तिम प्रार्थना गर्नेछौँ र हामी छुट्नेछौँ। हामी प्रार्थना गरौँ विशेष गरी फाल्टु चर्चको निम्ति। फाल्टु चर्चको जुन भवनहरू निर्माण हुँदैछ अनि परमेश्वरले सहायता गर्नुभएको होस् भनेर प्रार्थना गरौँ। आर्थिकहरू जुट्न सकेको होस् प्रार्थना गरौँ। अनि विदेशमा हुनुभएका सम्पूर्ण दाजुभाइ दिदीबहिनीको निम्ति हामी प्रार्थना गर्नेछौँ। परमेश्वरले आशिष दिनुभएको होस्, सहायता गर्नुभएको होस्। हामी प्रार्थना गरौँ देशको निम्ति, देश आशिषको देश बन्न सकौँ, समृद्धिको देश बन्न सकौँ। हामी प्रार्थना गरौँ। अनि एउटा भन्नै पर्ने एउटा के भनौँ ब्याड न्युज, तब कतिजनाले चिन्नुहुन्छ होला, डाँडा गाउँको हाम्रो झुन्ड मण्डलीको एकजना विश्वासी ब्लड क्यान्सरको कारणले उहाँ मृत्यु हुनुभएको छ। उहाँको नाम चाहिँ सनिस तामाङ हो। अनि उहाँ विगत 2 महिनादेखि यता ब्लड क्यान्सरले ग्रसित भएको थियो अनि उहाँ प्रभुमा सुत्नु भएको छ। हामी उहाँको परिवारको निम्ति प्रार्थना गर्नेछौँ र हाम्रो यो काठमाडौँको जुन टिमले, सेवा केन्द्रको टिमले हामीले जति सकेको छौँ गएर भेट्ने, प्रार्थना गर्ने यो गरेका छौँ। प्रार्थना गरौँ उहाँको परिवारमा प्रभुले आशिष दिनुभएको होस् र त्यो सान्त्वनाको हृदय प्रभुले दिनुभएको होस् भने हामी प्रार्थना गर्नेछौँ। सबै प्रार्थनाको विषयको निम्ति हामी प्रार्थना गर्नेछौँ। विदेशमा भएका हाम्रा विश्वासी परिवारको निम्ति प्रार्थना गर्नेछौँ र भर्खरै सुरुवात भइरहेको यो सेवा केन्द्र अफिसको निम्ति हामी प्रार्थना गर्नेछौँ। धेरै कामहरू गर्न बाँकी नै छ अनि काम गर्ने मानिसहरू प्रभुले जुटाइदिनु भएको होस्, सेवकहरू प्रभुले जुटाइदिनु भएको होस्, हामी प्रार्थना गर्नेछौँ। यहाँहरूको के प्रार्थनाको विषय छ भने यो समय राख्न सक्नुहुन्छ। यो समय मैले यहाँहरूको निम्ति दिएँ। जय मसीह जमनेन्दन। मेरो चाहिँ के भएको छ भने 2 हप्ता अगाडि डकुमेन्ट एप्लाई भइसकेको थियो तर भिजा आएको छैन त्यसको लागि। अनि अब 2 महिनापछि फेरि एक्जाम आउँदैछ त्यसको लागि पनि। त्यति नै हो मेरो चाहिँ। हामी प्रार्थनामा सम्झिनेछौँ रविन्द्रको निम्ति। यहाँहरूको अरू कसैको के प्रार्थना विषय छ भने भन्न सक्नुहुन्छ। छैन भने आउनुहोस् हामी प्रार्थना गर्नेछौँ। सबैजना हामी एकसाथ प्रार्थना गर्नेछौँ र अन्तिममा सङ्गीता बहिनीले हामीलाई अन्तिम प्रार्थना गरी सहायता गर्नुहुनेछ। प्रभु धन्यवाद। परमेश्वर सर्वशक्तिमान परमेश्वर हुनुहुन्छ। धन्यवाद दिन चाहन्छौँ। समयको निम्ति हामी प्रभु तपाईँलाई धन्यवाद भन्दछौँ। तपाईँको प्रेम, तपाईँको अनुग्रह, तपाईँको कृपाद्वारा प्रभु हामीलाई फेरि यो समय दिनुभएको छ। प्रभु धन्यवाद। तपाईँ परमेश्वरले हामीलाई एकै मनको भएर प्रभु तपाईँले यो डिजिटल माध्यमबाट प्रभु हामीलाई जोड्नु भएको छ। प्रभु तपाईँ परमेश्वरलाई हामी धन्यवाद भन्दछौँ। यो समयमा प्रभु हामीले प्रभु तपाईँको नाममा गीत वचनहरू गाएका छौँ। वचनबाट हामीले केही उत्साहहरू पाएका छौँ। प्रभु हामी तपाईँलाई धन्यवाद दिँदछौँ। पिता परमेश्वर, आज हामीले सिकेको कुराहरू हाम्रो जीवनमा लागू हुन सकेको होस् भने प्रार्थना गर्दछौँ। सबैभन्दा श्रेष्ठ र तपाईँ परमेश्वर नै शिर हुनुहुन्छ र तपाईँ हाम्रो जीवनको केन्द्र हुनुहुन्छ। हामीले ती कुराहरू सिकेका छौँ। प्रभु धन्यवाद। हाम्रो जीवनमा सधैँभरि प्रभु तपाईँ परमेश्वरलाई नै हाम्रो शिर मान्न सकेको होस् र प्रभु तपाईँ परमेश्वरलाई आदर गर्न सकेको होस् भन्ने हामी प्रार्थना गर्दछौँ। प्रभु धन्यवाद। जसरी आज वचन दिने तपाईँको दास छोराको निम्ति हामी प्रार्थना गर्दछौँ। यो मनको जीवनमा तपाईँले सहायता गर्नुभएको होस् भन्ने हामी प्रार्थना गर्दछौँ।
तपाईँको पवित्र आत्माको शक्ति सामर्थ्य प्रभु तपाईँले दिनुभएको छ र उहाँको सेवाकाई कार्यहरूमा प्रभु तपाईँले सहायता गर्नुभएको छ भने हामी प्रार्थना गर्दछौँ। र प्रभु धन्यवाद आजको सञ्चालन गर्ने र प्रभु आराधना गर्ने सबैमा प्रभु तपाईँले आशिष दिनुभएको छ भने हामी प्रार्थना गर्दछौँ। र जतिजना हामी यहाँ जोडिएका छौँ प्रभु तपाईँ परमेश्वरले प्रत्येकलाई तपाईँले सहायता गर्नुभएको छ र विदेशमा रहनुभएका तपाईँको दास छोरा छोरीहरूलाई प्रभु तपाईँले सहायता गर्नुहोस्। तपाईँ परमेश्वरको आशिषले भरिपूर्ण बनाउनु भएको छ भने प्रार्थना गर्दछौँ। उहाँहरूको कमाइहरूमा मेहनतहरूमा परिश्रमहरूमा तपाईँले आशिष दिनु, उहाँहरूको स्वास्थ्यमा प्रभु तपाईँले आशिष दिनु भएको छ भने प्रार्थना गर्दछौँ। उहाँ जहाँ जानुहुन्छ प्रभु तपाईँ परमेश्वरले सुरक्षा साथ प्रभु तपाईँ परमेश्वरले डोर्याउनुहोस् र तपाईँको स्वर्गदूतको पहारा उहाँहरूलाई प्रभु तपाईँले दिनुभएको छ भने प्रार्थना गर्दछौँ। प्रभु धन्यवाद। कतिजना प्रभु बिरामी हुनुहुन्छ तपाईँ परमेश्वरले स्वास्थ्य बनाउनु भएको छ र तपाईँले निको अनि चङ्गै छुटकारा प्रभु तपाईँले दिनुभएको होस् भने हामी प्रार्थना गर्दछौँ। र हामी विशेष प्रार्थना गर्दछौँ हामी रविन्द्र भाइको निम्ति जसरी उहाँको कामहरू डकुमेन्टहरू सब्मिट गरिएको छ प्रभु तपाईँले सहायता गर्नु भिसा आउनलाई प्रभु तपाईँ परमेश्वरको सामर्थ्य उहाँको जीवनमा तपाईँले दिनुभएको होस् भन्ने प्रार्थना गर्दछौँ। जुन योजनाहरू उहाँले बनाउनु भएको छ ती योजनाहरू प्रभु तपाईँ परमेश्वरको आफ्नो समयमा तपाईँले सबै कुराहरू पुरो गरिदिनु हुनेछ र तपाईँले तपाईँको छोरामाथि तपाईँले अनुग्रह गर्नुभएको छ भने प्रार्थना गर्दछौँ। प्रभु धन्यवाद यीशु राजा। जतिजना आज जोड्नु भएको छ प्रत्येकलाई प्रभु तपाईँले सहायता गर्नुभएको छ र जतिजना जोड्न सक्नु भएन उहाँहरूलाई फेरि आउँदो हप्तामा जोड्नलाई प्रभु तपाईँ परमेश्वरले मन आत्मा हृदयहरू प्रभु तपाईँले दिनुभएको छ भने प्रार्थना गर्दछौँ। र प्रभु हामी सम्झिँदछौँ हाम्रो मण्डलीहरूको निम्ति प्रभु धन्यवाद गाउँमा भएका किस्मङ ज्योति मण्डलीको निम्ति हामी सम्झिँदछौँ। प्रभु तपाईँले सहायता गर्नुभएको होस्। मण्डली भवन निर्माण हुँदैछ प्रभु तपाईँ परमेश्वरले त्यो मण्डली भवन निर्माण गर्दै गर्दाखेरि चाहिने सबै आवश्यकताहरू प्रभु तपाईँले पुरा गरिदिनु भएको होस् भने हामी प्रार्थना गर्दछौँ। प्रभु धन्यवाद। र जसरी चिसो पानी मण्डलीको निम्ति पनि प्रार्थनाको आह्वान गर्नुभएको छ प्रभु त्यो मण्डली निर्माण गर्नलाई पनि प्रभु तपाईँले सबै आर्थिक भौतिक कुराहरू तपाईँले जुटाइदिनु भएको होस् भने हामी प्रार्थना गर्दछौँ। तपाईँ परमेश्वरले असल सेवकहरू खडा गरिदिनु भएको होस् भने हामी प्रार्थना गर्दछौँ। प्रभु धन्यवाद। हामी यहाँ काठमाडौँमा भएका सेवा केन्द्रको निम्ति हामी प्रार्थना गर्दछौँ। जसरी तपाईँ परमेश्वरमा हामीले यो सेवा केन्द्रलाई सुरुवात गरेका छौँ यसमा तपाईँले आशिष दिनुभएको होस् भने हामी प्रार्थना गर्दछौँ। डाँडालमा बसालेको घर जस्तै प्रभु तपाईँ परमेश्वरले बनाउनु भएको होस् भने प्रार्थना गर्दछु। यो सेवा केन्द्रबाट हरेक सेवाहरू दिन सकेको होस् र प्रभु तपाईँको सेवा कार्य हुन सकेको होस् भने प्रार्थना गर्दछु। जो जतिजना यो सेवाकाई केन्द्रमा जोडिनु भएको छ प्रत्येकले प्रभु तपाईँलाई आशिष दिनुभएको होस् भने प्रार्थना गर्दछौँ। प्रभु धन्यवाद। हाम्रो देश नेपालको निम्ति हामी सम्झिँदछौँ प्रभु तपाईँले सहायता गर्न सुशासन प्रभु तपाईँले दिनुभएको होस् भने हामी प्रार्थना गर्दछौँ। देशलाई तपाईँले स्वास्थ्य बनाउनु भएको होस् तपाईँको राज्य आउन सकेको होस् भने हामी प्रार्थना गर्दछौँ। प्रभु धन्यवाद। यो समय हामी अब सङ्गतिलाई यहीँ राख्दै प्रभु हामी छुट्नेछौँ। प्रभु तपाईँले सहायता गर्नुहोस्। आउँदो हप्तामा हामी यसरी नै भेला हुनेछौँ। तपाईँ परमेश्वर हामी प्रत्येकलाई तपाईँले सहायता गर्नुभएको होस् भने हामी प्रार्थना गर्दछौँ। हाम्रो काम कार्यहरूमा हरेक कुरोमा तपाईँले आशिष दिनुभएको होस्। धन्यवाद। यो छुट्ने समयको बिन्दी अनि प्रार्थना तपाईँको हातमा छ यीशु प्रभुको नाममा आमेन। जय मसीह। 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 जय मसीह।